Hello guys, hello everyone. Happy Diwali guys. Happy Diwali guys. Happy Diwali. बा हेर्न सक्नुहुन्छ गाइस हाम्रो यस मिर्चियाका संस्था चौक देखि हाम्रो थाना कडारी चौक सम्मको यहाँ नजारा दृश्य दिवालीको रमझमै एकदमै दियावतीको एकदम आमामामा कति बवाल कति ब्युटिफुल लागेको हौ भ्यू बाप रे बा एकदमै रमझमी दीपावलीको धेरै धेरै शुभकामना जति पनि बत्ती बलिरहेको अवस्था छ एकदम 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 सक्नुहुन्छ थाना चौकदेखि कटार चौक जाने बाटोको जी हाइवे महेन्द्र हाइवेको अवस्था देख्न सक्नुहुन्छ हाम्रो यस महेन्द्र हाइवे जी जी बहुत सुन्दर छ जी 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 बहुत सुन्दर छ हाम्रो यस महेन्द्र हाइवेको नजारा दीपावलीको एकदमै रमझमी बाप रे बा कति छ हौ रमझमी सबैलाई दीपावलीको धेरै धेरै शुभकामना र हामी यति बेला साथी है तपाईहरुले चाहिँ भन्न चाहन्छु कि हामी यति बेला चाहिँ हाम्रो प्रिय मित्र श्री शिव सापकोटाको दरबारमा हामीहरू जाँदैछौँ उहाँको घर गएर हामीहरू अब त्यहाँ गएर धेरै एकदमै इन्जोय गर्ने होला आशा गर्दैछु कि त्यहाँ गएर अब देउसी खेल्ने अवस्था चाहिँ पनि हुन सकिन्छ होला जी जी त्यही भएर आई है दिवाली सुनो जे घर वाली तेरे कंगने ने दिल धड़काया है ओ लगे सजना मेरा आज पगलाया है सो गाइज तपाईहरु हेर्नुहुन्छ हामी फाइनली हाम्रो प्रिय मित्र शिव सापकोटाको घरसम्म पुगिसकेका छौँ हेर्नुहोस् यहाँ गाउँको नजारा यानी जीवाको नजारा फाइनली गाइज हामी पुगिसक्यौँ यहाँ हाम्रो शिव सापकोटाको दरबार घर बा दीपावलीको कस्तो रमझमी सजाएका छन् आमामामा हेर्न सक्नुहुन्छ गाइज बाप रे बा सो ब्युटिफुल सो नाइस एकदम दामी दामी बब्बाल हेर्न सक्नुहुन्छ गाइस हाम्रो प्रिय मित्र लुकाउनुहुन्छ सायद उसलाई डर लागिसक्यो हामी यहाँ क्यामेरा स्टार्ट गरेका छौँ सो कृपया तपाईँ अगाडि आइदिनु होला गाइस फाइनली हामी पुगिसक्यौँ हाम्रो प्रिय मित्र शिव सापकोटाको घर अनि बा कस्तो बवाल रङ्गोली बनाएको रहेछ हाम्रो बहिनी र भाउजूहरूले मिलेर बनाएको होला पक्कै ह्यापी दिवाली आन्टी ह्यापी दिवाली सबैजनालाई अनि हामी पुगिसक्यौँ आन्टीका घर बहिनीका घर ह्यापी दिवाली बहिनी ह्यापी दिवाली आन्टी भयो